दर्शकबिन आफ्नो श्रीमतीको मृत्यु भइसकेपछि आफ्नो घरमै श्रीमतीको शालिग बनाएर चर्चामा आएका भक्तबहादुर विक साँच्चीकै आफ्नो खुसीको लागि भन्दा पनि आफ्नो बुढी भएकी आमा र आफ्नो बच्चाहरूको हेरचाहका लागि विवाह गरेको दाबी गरेका थिए। तर पछिल्लो समय उनका दिनचर्याहरू सामाजिक सञ्जालमा छरपष्ट छन्। उनी आफ्नो कान्छी श्रीमतीलाई लिएर घुम्न निस्किएका छन्। उनी घुमेका भिडियो र फोटाहरू सार्वजनिक गरिरहेका छन् कि साँच्चीकै उनले आफ्नो वृद्ध भएकी आमा र छोराछोरीको हेरचाहको लागि विवाह गरेका थिए भने आखिर किन उनीहरूलाई बेवास्ता गरेर एक्लै छोडेर आफू घुम्न निस्किएका छन्। धेरैजनाले उनलाई प्रश्न गरिरहेका छन्। आफ्नो श्रीमतीको मृत्यु भइसकेपछि शालिग आफ्नै घरमा बनाएर चर्चामा आएका थिए भक्तबहादुर विक। उनको पछिल्लो समय निकै चर्चा चलिरहेको थियो। श्रीमान होस् त भक्तबहादुर विक जस्तो भन्ने शब्दहरू सामाजिक सञ्जालमा छरपष्ट हुने गर्दथे। उनले जसरी आफ्नो श्रीमतीको शालिग घरमै बनाएर सार्वजनिक मिडियामा भयो त्यसपछि भने उनले वाही पाएका थिए। तर पछिल्लो समय उनले विवाह गरेपछि उनको समर्थकहरू दुई किस्सामा बाँधिएका छन्। कसैले भन्छन् उनले साँच्चीकै विवाह गरेर राम्रो गरे, सधैँभरि एक्लै जिन्दगी बिताउन गाह्रो हुन्छ। त कतिले भन्छन् आफ्नो श्रीमती मृत्यु भइसकेपछि शालिग बनाएर घरमै राख्ने भगवान् जस्तो श्रीमान, तर उनले विवाह गरिसकेपछि यो सब गलत गरे भन्नेहरू पनि धेरै छन्। दर्शकबिन तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला। हामी फेरि पनि नयाँ भिडियोको साथमा आउने नै छौँ। तबसम्मको लागि हेर्दै गर्नुहोला।